हैन। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला है त। अनि यतातिर चाहिँ यस्तो बोट बिरुवाहरू लगाएर राख्नु भएको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि यस्तो छ सुन्दर वातावरण। अनि हामी आएको यहाँबाट यस्तो रहेछ, यता हेर्न सक्नुहुन्छ बाहिरको दृश्य। अनि यस्तो छ साथीहरू। हुन्छ अब चाहिँ म ग्वाम खान्छु है त। चाहिँ यतातिर हेर्नुहुन्छ यो बाँस हो कि, यो कतिजनाले चिन्नुहुन्छ होइन, यो चाहिँ बाँस हो होइन, यो सानो खालको बाँस हो। यहाँ बाँस पनि रहेछ, कस्तो सेम टु सेम। यो चाहिँ पानी खानलाई आएको छ साथीहरू, हेर्न सक्नुहुन्छ। हेलो एभ्रिवान, के छ साथीहरू? आशा गर्छु तपाईँहरू स्वस्थ हुनुहुन्छ, व्यस्त हुनुहुन्छ भनेर। आज चाहिँ धेरै दिन पछाडि म तपाईँहरूको बिचमा उपस्थिति भइसकेको छु। धेरै दिन पछाडि चाहिँ मैले भिडियो स्टार्ट गरेँ। अनि आज चाहिँ म यता कसौली भन्ने ठाउँमा छु। अनि मेरो म्याडम, मेरो सरहरूसँग घुम्न आएँ। अनि म्याडम सरहरूले फेरि आफू जहाँ गए पनि मलाई लग्नुहुन्छ क्या। अनि हिजो पनि म महल गएको थिएँ घुम्नलाई। अनि त्यहाँ चाहिँ मैले भिडियो बनाउनु त बनाएँ, तर मैले चाहिँ अपलोड गर्न पाएन। अनि मेरो फोनमा केही प्रब्लम आएर अनि मैले चाहिँ अपलोड गरेन। अनि आजको ब्लग चाहिँ म कन्टिन्यू देखाउने छु। यो चाहिँ मेरो बिस्तरा हो, हेर्न सक्नुहुन्छ। यस्तो छ, राम्रो छ। अनि यहाँ चाहिँ अनि मजाको छ। यदि हजुरहरू पनि आउन चाहनुहुन्छ भनेपछि यो कसौलीमा यो होटलमा आउन चाहनुहुन्छ भनेपछि अनि म तपाईँहरूलाई यो भिडियोमा होटलको पुरै भिडियो हालिदिनेछु। अहिले चाहिँ म रेस्ट गर्दैछु, केही समय पछाडि म बाहिर गएर देखाउँछु है त हजुरहरूलाई। दृश्य हो साथीहरू, हेर्न सक्नुहुन्छ होइन। अनि यो चाहिँ हाम्रो रुम हो। अनि यतातिर चाहिँ बाहिर चाहिँ यस्तो छ कि कति दामी छ होइन, सुनसान ठाउँ, सुन्दर वातावरण छ। अनि यतातिर चाहिँ म तपाईँहरूलाई देखाउँछु है के छ भनेर। तर राम्रो छ भाइ, म त पहिलोचोटि आएँ होइन, राम्रो छ। अनि म तपाईँहरूलाई देखाउँछु यहाँ कस्तो कस्तो छ भनेर होइन। यतातिर हेर्न सक्नुहुन्छ। ल, यतातिर मजाले बसेर पनि तपाईँहरू घुम्न सक्नुहुन्छ होइन, हेर्न सक्नुहुन्छ यहाँको दृश्य। यदि कोही आउन चाहनुहुन्छ भने चाहिँ यस्तो छ क्या, दामी। यहाँ चाहिँ यो चाहिँ डाइनिङ टेबलहरू छ, खाना खानको लागि छ यहाँ चाहिँ होइन, हेर्न सक्नुहुन्छ। बाहिर चाहिँ यस्तो छ, यता हेर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ लसुनहरू अनि प्याजहरू, मेथीहरू, धनियाँहरू लगाउनु भएको छ। अनि धेरैजना आउनु भएको छ कि टुरिस्टहरू। यो चाहिँ टुरिस्टको गाडी हो। अनि हेर्न सक्नुहुन्छ यतातिर हामीभन्दा पहिल्यै आएर बस्नु भएको छ। अनि म तपाईँहरूलाई देखाउँछु होइन। अनि कति राम्रो छ क्या, यस्तो राम्रो होइन, सुन्दर वातावरण छ, घुमिराख्न मन लाग्यो। तर मेरो सर म्यामहरू एकदम घुमिराख्नुहुन्छ क्या। हिजो पनि हामी मन्दिर गएको थियौँ होइन, त्यहाँ पनि एकदम राम्रो थियो। चण्डीगढको त्यहाँ मन्दिरमा गएको थियौँ, एकदम राम्रो थियो त्यहाँको वातावरण पनि। म तपाईँहरूलाई देखाउँछु है त। यहाँ चाहिँ कस्तो छ भन्दाखेरि सागसब्जीहरू पनि अर्ग्यानिक पाइन्छ होटलमै होइन। होटलको लागि सागसब्जीहरू बाहिर किन्ने जानै नपर्ने क्या, यहाँ लगाएर राख्नु हुँदो रहेछ। अनि हेर्न सक्नुहुन्छ, वाउ कति राम्रो फुल छ यहाँ, कस्तो राम्रो फुल छ क्या, हेर्नु न होइन। जिन्दगी 2 दिनको छ, घुम्नु पनि पर्छ भने जस्तै। अनि यतातिर स्विमिङ पुल पनि छ। म चाहिँ तपाईँहरूलाई पुरै यो होटलको दृश्य पुरै देखाउँछु है त। यहाँ चाहिँ स्विमिङ पुल छ साथीहरू, हेर्न सक्नुहुन्छ होइन। अहिले चाहिँ पानी फुल छ, यहाँ फुल भरेर राखेका छन् होइन। हेर आउँछु म तपाईँहरूलाई देखाउँछु। कन्टिन्यू मेरो ब्लग हेर्नु होला र मेरो फेसबुक पेजलाई पनि फलो गर्नु होला होइन। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला है त। अनि यतातिर चाहिँ यस्तो बोट बिरुवाहरू लगाएर राख्नु भएको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ।
अनि यस्तो छ सुन्दर वातावरण। अनि हामी आएको बाटो चाहिँ त्यहाँ पारिको है, म तपाईँलाई देखाउँछु। यो बाटोबाट हामी आएका थियौँ। अनि म त सोचिरहेको थिएँ यहाँ त स्याउको बुट्टाहरू हुन्छ होला भनेर, यहाँ चाहिँ छैन। यहाँ स्याउको बुट्टाहरू सेम नेपालको जस्तै छ साथीहरू, दामी छ, राम्रो छ होइन। सुन्दर वातावरण, शान्त होइन, राम्रै छ भनौँ। मलाई पनि एकदम राम्रो लाग्यो, खुसी लाग्यो म्याडमहरूको साथमा आएर होइन। मेरो म्याडमहरूले घुम्ने फिर्नेमा त उनीहरू अगाडि छन् के, अगाडि, धेरै अगाडि। उनीहरूलाई केही मतलब नै घुम्न फिर्नु भनेर चाहिँ अगाडि छ मेरो म्याडम चाहिँ। अनि बच्चा चाहिँ भित्र छ, अहिले चाहिँ बच्चा भित्र छ म्यामहरूको साथमा। आस्तै घुमाउँछु। अनि हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि धेरै टुरिस्टहरू आउनु भएको छ क्या यतातिर। अनि धेरै टुरिस्टहरूले पनि भिडियो बनाइराख्नु भएको छ। दामी छ क्या, मलाई त एकदम मन पर्यो यहाँ। ल म अब यहाँ चाहिँ भिडियो बनाउँछु, यहाँ चाहिँ रिल बनाउँछु यो ठाउँमा। ल हुन्छ साथीहरू, आजको ब्लग कस्तो लाग्छ तपाईँहरूलाई कृपया गरेर कमेन्ट गर्न नबिर्सनु होला। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सनु होला। ओके, बाई। फाइनली साथीहरू, म्याम र सरहरू बाहिर गएको छन्। उनीहरूले चाहिँ इन्डियन म्यागी खाए। उनीहरूलाई चाहिँ त्यति पिरो त खाना त खान्छन्, खासै मन पर्दैन कि उनीहरूलाई। अनि मलाई चाहिँ चिया, पकौडा, अनि त्यस पछाडि मैले वहीँबाट लिएर आएको थिएँ नि त नेपाली करेन्स नुडल्स, अनि त्यही खाना लगाएको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ मेरो नुडल्स छ, अनि यहाँ चाहिँ मेरो पकौडा छ, अनि यता छ चाय। अनि यहाँबाट यस्तरी छ, यता हेर्न सक्नुहुन्छ बाहिरको दृश्य। अनि यस्तो छ साथीहरू। हुन्छ, अब चाहिँ म ग्वाम खान्छु है त साथीहरू। अहिले चाहिँ हामी यता खोलातिर घुम्न जाँदैछौँ। मेरो म्याम सरहरूलाई चाहिँ यो एरिया एकदम मन परेको एरिया हो। यहाँ चाहिँ एउटा कुरा देखाउँछ, कस्तो नेपालको जस्तै फिलिङ्स आयो भने यतातिर हेर्नुहुन्छ, यो बाँस हो कि, यो कतिजनाले चिन्नुहुन्छ होइन। यो चाहिँ बाँस हो होइन, यो सानो खालको बाँस हो। यहाँ बाँस पनि रहेछ, कस्तो सेम टु सेम नेपाल जस्तै छ भाइ। यतातिरको वातावरण सेम टु सेम नेपालको जस्तै। अनि यो चाहिँ यो बारमासेको झार भन्छन् क्या हाम्रो उतातिर, बारमासेको झार। अनि म तपाईँलाई देखाउँछु यो बारमासेको यो बुट्टा। अनि हाम्रो गाउँघरतिर चाहिँ पहिला यसको क्या, यसलाई काटेर जङ्गलमा गएर यसलाई सबै काँडाहरू निकालेर, काँडा त हुन्न, यसलाई काटेर सानो टुक्रा बनाएर यसको दाउराहरू हामीले बाल्थ्यौँ क्या यसको। अनि हेर्न सक्नुहुन्छ बारमासेको झार यो चाहिँ। अनि सर चाहिँ अघि नै गइसक्नुभयो। अनि बाबुलाई लगेर म्याम र म चाहिँ पछाडि छौँ। अनि मैले चाहिँ खाँदै थिएँ नि त, अनि त्यो कारणले गर्दाखेरि राम्रो छ भाइ। यहाँ त कस्तो राम्रो सुन्दर वातावरण छ। अनि मेरो भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गर्न नबिर्सनु होला है त है। बापरे, यो चाहिँ हिरण, यो चाहिँ पानी खानलाई आएको छ साथीहरू, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ साथीहरू होइन, यतातिर कस्तो राम्रोसँग लाइट जलिरहेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरै लाइट जलेको छ। यतातिर चाहिँ पार्टी गर्ने ठाउँ हो, अनि यो चाहिँ बाहिरतिर बस्ने ठाउँ हो, हेर्न सक्नुहुन्छ। अनि यतातिर चाहिँ सर म्याम चाहिँ भित्रै बसिराख्नु भएको छ, किनभने बच्चा सानो छ नि त, त्यो कारणले गर्दाखेरि। अनि म चाहिँ मजाले आगो सेक्दै होइन, आगो सेकेर मस्तसँग। अनि यहाँ चाहिँ मलाई छ चिल्ली चिकन। अनि म्यामहरूले सायद सादा खाना खाए तिनीहरूले चाहिँ, अनि मलाई चाहिँ अनि चिल्ली चिकन मगाइदिएँ। अनि मैले भनिरहेको थिएँ अनि मलाई चिल्ली चिकन खानु मन लाग्छ भनेर, अनि चिल्ली चिकन मगाइदिएँ। अब चाहिँ टक्क लगाएर खाने हो साथीहरू मस्तसँग। यतातिर आगो बलिरहेको छ। अनि हुन्छ,
आजको भिडियो यति नै छ, आजको ब्लग यति नै छ। कृपया गरेर मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला र फेसबुक पेजमा पनि फलो गर्न नबिर्सनु होला। ओके बाई, गुड नाइट अल।